आज चाहिँ म यहाँ नयाँ बस पार्क गङ्गापुङ छु। आज चाहिँ यहाँ एउटा दाइ हुनुहुँदो रहेछ, उहाँको बाबु चाहिँ बिरामी भएर यता हस्पिटल लानु लाग्नु भएको रहेछ। अनि म यहाँ बसिरहेको बेलामा भाइ मलाई यहाँ हस्पिटलसँग लगिदिनु न भन्नुभयो। हुन्छ नि त दाइ भनेर मैले अब बिरामी भएको भनिसकेपछि लगिदिनु भनेर मैले लगिदिनु लागेँ। उहाँ चाहिँ अनि यता आइसकेपछि यहाँ गङ्गापुङ बस्नु भएको रहेछ होइन। अब उहाँलाई चाहिँ होटलमा बस्नको लागि पैसा रहन्छ। त्यसपछि उहाँले चाहिँ के भन्नुभएछ भने मेरो मोबाइल राख्नुहोस्, मलाई आज एक रात यहाँ बस्न दिनुहोस्, पैसा ल्याएर भोलि दिन्छु भन्नुभएको रहेछ। अनि उहाँको चाहिँ मोबाइल त्यो होटलको दाइले राखिदिनु भएको रहेछ होइन। राखिदिइसकेपछि चाहिँ अब भाइ यसरी मैले मोबाइलहरू राखेको छु, फोन गर्ने यताउता नि छैन भन्नुभयो। अनि मैले चाहिँ होटलमा उहाँको बिल धेरै नै भएर चाहिँ 1100 भएर चाहिँ मैले तिरेर उहाँलाई अहिले चाहिँ हस्पिटल छोडिदिएर लागेको छु। त्यही फोन राख्नु भएको थियो, त्यही फोन राख्नु भएको थियो। मैले चाहिँ अब होइन बिहान बिहानले चाहिँ हल्काउन गर्दाखेरि चाहिँ सोधेर लाउने राख्ने 1100 मैले गएर आउँछु मैले चाहिँ अब 9 बजी त खुल्छ हाल्ने हिसाबले अनि त्यो भएर खालि आयो। ए ल बस्नु बस्नु। तपाईँ घर चाहिँ कहाँ नि? तन हो।